नेपालका पहाडी भेगमा आस्था, इतिहास र रहस्यले भरिएका धेरै स्थानहरू छन्। तिनीमध्ये एक हो अर्घाखाँचीको सुपा देउराली मन्दिर। यो मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, प्रकृतिको अनौठो सृजना र पुराना किम्वदन्तीहरूले भरिएको एउटा अद्भुत गन्तव्य पनि हो। सुपा देउराली मन्दिरलाई शक्तिशाली देवीको वासस्थान मानिन्छ। यहाँ आउने भक्तजनहरू सच्चा मनले मागेको इच्छा पुरा हुने विश्वास गर्छन्। विशेष गरी यात्रामा निस्किएका मानिसहरूले यहाँ पूजा गरेर सुरक्षित यात्राको कामना गर्ने चलन छ। त्यसैले यो स्थानलाई यात्रुहरूको संरक्षक देवीको थलोका रूपमा पनि चिनिन्छ। तर यस मन्दिरको आकर्षण यतिमै सीमित छैन। मन्दिरको केही पर चट्टान भिरमा रहेको लाहुरे टाँसिएको किंवदन्ती अझै रोचक छ। भनिन्छ कुनै समय एक लाहुरे सैनिक यसै बाटो गरी लाहुर जाँदा मनोकामना पुरा गर्न भाकल गरेछन्। आफ्नो मनोइच्छा पुरा भएपछि तर्किँदै अर्को बाटो लागेछन्। यसैले देवी रिसाएर लाहुरे हिँड्दै गरेको भिरमा नै उनलाई टाँसिदिएकी भन्ने किंवदन्ती रहेको छ। हुन पनि सोही चट्टानमा अहिले पनि सिपाहीको आकृति देख्न सकिन्छ। यसै भिरमा अर्को अचम्मको दृश्य देखिन्छ। हजारौं सङ्ख्यामा रहेका गौँथलीका सामूहिक गुणहरू। एउटै स्थानमा यति धेरै गुणहरू देखिनु अत्यन्त दुर्लभ मानिन्छ। गौँथलीले प्राय घर बाहिर गुण लगाउँदैन, तर यहाँ भने यो प्रकृतिको अद्भुत दृश्यले जो कोहीलाई मोहित बनाउँछ। चराहरूको यस्तो सामूहिक बसोबासले यहाँको वातावरण कति सुरक्षित र विशेष छ भन्ने सङ्केत पनि दिन्छ। अझै रोचक कुरा त के छ भने कुनै समय बाटो बनाउने क्रममा पुर्खाहरूले फलामको गल प्रयोग गरेर पहरो फुटाउन खोज्दा त्यो गल त्यहीँ अड्किएको अवस्थामा आजसम्म देख्न सकिन्छ। यो दृश्यले पुरानो पुस्ताको मेहनत, सङ्घर्ष र प्रविधिको झल्को दिन्छ। समय बदलियो, तर त्यो गल आज पनि इतिहासको साक्षी बनेर उभिएको छ। यसरी सुपा देउराली मन्दिर आस्था, रहस्य र प्राकृतिक अनौठोपनको सङ्गम हो। यसको प्रत्येक कथा, प्रत्येक दृश्यले मानिसलाई केही नयाँ अनुभूति दिलाउँछ। कहिले श्रद्धा, कहिले आश्चर्य अनि कहिले इतिहासप्रति सम्मान। यदि तपाईँ अर्घाखाँची जाने सोच बनाउँदै हुनुहुन्छ भने सुपा देउराली मन्दिरको यो अद्भुत संसार अवश्य अनुभव गर्नुहोस्, जहाँ आस्था र प्रकृतिले मिलेर एउटा अनौठो कथा लेखेका छन्।